दर्शकवृन्द नमस्कार, हम अमित ठाकुर प्राइम टाइम में अहाँ सबके बहुत बहुत स्वागत है। आई प्रदेश नंबर 2 सरकार के जे गठन नीति आयोग जे छै, नीति आयोग द्वारा आई विद्यालय स्तर के शिक्षा व्यवस्था केना क बढ़िया कयल जेतै ओहि विषय में परामर्श कयल गेल रहे। ओहि में विभिन्न विज्ञ सबके बजा क प्रतिवेदन समेत प्रस्तुत कयल गेलै, कार्यपत्र प्रस्तुत कयल गेलै। के साथ साथे राय सलाह सुझाव सेहो लेल गेलै जे प्रदेश नंबर 2 के शैक्षिक अवस्था जो यदि देखल जाए तो बाकी प्रदेश के तुलना में सबसे कमजोर देखल जाए छै। एका सुधार केना क कयल जेतै नीति आयोग के आई कार्यक्रम भेल छलै। वह प्रसंग में आई हम सब एक गोटे शिक्षाविद के बजेने छियै अपन स्टूडियो में। आई हमरा सबके साथ में छथि प्राध्यापक डॉक्टर विद्यानाथ कोइराला जी। उनका संगे बातचीत करब कि केना कार्यक्रम रहलै, लगायत प्रदेश नंबर 2 आ समग्र देश के शिक्षा व्यवस्था केहन रहल छै, एकरा केना क सुधारल जेतै। डॉक्टर साहब ढेर ढेर स्वागत छै यहाँ। धन्यवाद। आज को कार्यक्रम बड़े स्टार्ट गरौँ न त। प्रदेश नंबर 2 को विद्यालय स्तरीय शैक्षिक अवस्थालाई सुधार गरौँ कसो छ भनेर कार्यक्रम भयो आज। सबभन्दा पहिले कार्यक्रम चाहिँ कस्तो रह्यो आजको? मलाई साह्रै राम्रो लाग्यो, किनभनेदेखि तीनटा कार्यपत्रहरू प्रस्तुत भए। एउटाले वस्तुस्थिति ल्यायो, दोस्रोले मानचित्र दियो, तेस्रोले भोलिको निम्ति के गर्ने त कसो गर्दाखेरि हुन्छ भनेर भन्ने किसिमको दृष्टिकोण राखियो। शिक्षक साथीहरू, अरू साथीहरू, कर्मचारी साथीहरू जो हुनुहुन्थ्यो उहाँहरूले आफ्ना विचारहरू दिनुभयो, प्रश्नहरू राख्नुभयो, समाधान के त भनेर भने खोज्नुभयो। मलाई लाग्छ सफल भयो। प्रदेश नंबर 2 लाई आकलन गर्दा तपाईले हेर्दा कसो देख्नुहुन्छ त शैक्षिक अवस्था? तथ्याङ्कमा त कमजोर देखिन्छ, तर तथ्याङ्क भन्दा बाहिर पनि के त्यसो कुरा छन् जुन मान्छेले हेर्न सकिरहेको छैनन्? मैले सम्भावना प्रचुर देखेको छु। किन त्यसो भने भनेर भनेदेखि हाम्रो पैतृक विरासत छ। प्राज्ञिक दुनियाँ खोज्नु पर्यो भने पनि हामीसँगै छ, सिपको दुनियाँ खोज्नु पर्यो पनि हामीसँगै छ, समानताको दृष्टिकोणबाट हेर्नु पर्यो भने पनि हामीसँगै छ। यस्ता थुप्रै सम्भावनाहरू हामीसँग छन्। ती सम्भावनालाई कसरी अब विद्यालयमा प्रयोग गर्ने, किनभनेदेखि समस्या छ भनेर भन्नुभन्दा पनि समाधान कहाँनिर छ र कसरी खोज्ने भनेर भन्ने दृष्टिकोणबाट मैले चाहिँ हेरेँ। तथ्याङ्कको कुरा गर्दा लगभग 50% को हाराहारीमा साक्षरता दर देखियो। त्यसमा पनि 12,55,000 विद्यार्थीमा 18,000 को हाराहारीमा शिक्षक। एउटा शिक्षकले 70 जना विद्यार्थी हेर्नुपर्ने तथ्याङ्कले डराउँदैन त? तर अर्को सम्भावना पनि निकाल्न खोजेको, किनभने तथ्याङ्क भनेर भने एउटा औसत हो, त्यसले यथार्थ तस्बिर दिँदैन। दोस्रो सम्भावना के भने धेरै विद्यार्थी भयो भनेर भनेदेखि अब हामीले चाहिँ टेलिभिजनबाट पढाउने डिजाइन बनाए के हुने हो, अब हामीले चाहिँ क्लासमा चाहिँ मोबाइलबाट पढाउने किसिमको डिजाइन बनाए के हुने हो, वा ल्यापटपबाट पढाउने किसिमको कुराकानी गरे के हुने हो भने चाहिँ तीनटा सम्भावना त हामीसँग निक्ल्यो नि। त्यसैले धेरै विद्यार्थी हुनु भनेर भनेको समस्या होइन, धेरै विद्यार्थीलाई कसरी परिचालन गर्ने र अहिलेको मिडियालाई कसरी प्रयोग गर्ने भन्ने चाहिँ नि हाम्रो निम्ति चिन्तन हुनुपर्छ। त्यसो भएपछि समस्या हुँदैन भन्ने मैले ठान्छु। तर शिक्षकले दिने जुन एटेन्सन हुन्छ नि र एउटा भर्चुअल मेसिनबाट दिने एटेन्सन चाहिँ ज्ञान कतिको प्रभावकारी होला? गजब ल्याउनु भयो, एकदमै ठिक भन्नुभयो। त्यसो भनेपछि अब हामीसँग अर्को सम्भावना निक्ल्यो। अर्को सम्भावना के निक्ल्यो भने शिक्षकले के गर्नुहुन्छ भनेदेखि त्यो प्रविधिबाट चाहिँ नि विद्यार्थीलाई क्लास लिनुहुन्छ, त्यसपछि गएर विद्यार्थीको सानो सानो समूह बनाइदिनुहुन्छ। 10 जनाको एउटा समूह होला, 10 जनाको एउटा नेता होला। त्यो नेताले चाहिँ त्यो आफ्ना साथीहरूलाई हेरिदिन्छ। अब त्यो 10 वटा नेता, अब 100 जना विद्यार्थीहरू छ भनेदेखि त्यो 10 जना नेतालाई चाहिँ शिक्षकले कुनै बेला यसो संवाद गरिदियो भनेदेखि त बाटो निक्लिहाल्यो। त्यो त हामी चाहिँ बरु के भन्न सक्छौँ देशैभरि, बाबा शिक्षक छैन भनेर नडराऊ, प्रदेश नम्बर 2 मा गएर हेर त कति राम्रो तरिका छ, प्रविधि पनि प्रयोग भएको छ, स्थानीय त्यो केटाकेटीहरूको नेतृत्व पनि प्रयोग भएको छ। अब त्यो नेतृत्वलाई सहयोग गर्ने शिक्षकको तागत पनि प्रयोग भएको छ। तीनटा ठाउँमा चाहिँ एकैसाथ प्रयोग गरेको प्रदेश नम्बर 2 मा छ भन्नु पायो भने त गजब हो। अनि त्यो प्रविधि प्रयोग गर्ने शिक्षक अथवा जनशक्ति तयार छन् त अहिले? ठिक भन्नुभयो। फेरि अर्को सम्भावना देखेँ मैले। अर्को सम्भावना के हो भने शिक्षक डराउँदो रहेछ क्या, यो पुस्ता अनुसारको हुँदो रहेछ। अहिलेको केटाकेटीहरू प्रविधिसँग डराउँदैन, किनभने जन्मेकै त्यसरी हो। हिजोको पुस्ता चाहिँ के हुँदो रहेछ, त्यो डराउने पुस्ता हुँदो रहेछ, बिग्रिन्छ कि भन्ने। अब शिक्षकलाई एउटै कुराकानी गर्यो भने सजिलै बुझ्ने रहेछ। त्यो के बुझ्ने रहेछ भने तपाईँसँग मोबाइल छ भन्यो भने छ भन्ने, मोबाइल सिक्न कतै जानुभयो त भनेर गइन, के गरी जान्नुभयो भने चाहिँ मोबाइल चलाएर जाने भन्ने। नजाने कोसँग सिक्नुहुन्छ भने त छोराछोरीसँग सिक्नुहुन्छ। यति भन्ने बित्तिकै अब शिक्षकले त के ल्याउनु पर्यो, ए मोबाइल बनाउने र त्यो ल्यापटप बनाउने त एउटै प्रविधि हो।
कम्प्युटर भनेको पनि 0 र 1 बाट बन्छ, मोबाइल पनि 0 र 1 बाट बन्छ। यी दुईटा कुराहरू चाहिँ जोडिदिनु भयो भने तपाईँ आफै सक्नुहुन्छ, गरेर हेर्नुहोस् न भनिदियो भने त ऊ पनि आक्रामक भएर जान्छ। जाने न डर लाग्यो भनेर भन्दै केटाकेटीलाई चाहिँ ल कसले सक्छ भन्यो भने म सक्छु भनेर भन्छ, ल गर भनेर भन्यो भने केटाकेटीको सहभागिता हुन्छ, शिक्षकले प्रोत्साहित गर्छ, आफूले पनि बिस्तारै सिक्दै जान्छ। ऊ चाँडो सिक्दैन होला, ढिलो सिक्छ, तर सक्छ। थप कुराकानी अगाडि बढाउँला, तर हल्का मुख्य प्रश्न, प्रदेश नम्बर 2 को शैक्षिक नीति कस्तो हुनु पर्यो त? ठिक भन्नुभयो। अब यो दुई चारवटा कुराहरूमा हामीले चाहिँ मलाई लाग्छ सङ्घीय नीति र यसको नीतिमा र स्थानीय नीतिमा खासै फरक पर्दैन। किनभने म यो नीतिगत रूपमा शिक्षा आयोगमा बसेर पनि हेरेँ, त्यसपछि गएर स्थानीय सरकारका तहमा गएर चाहिँ शिक्षाको नीतिहरू बनाउने किसिमको क्रममा पनि पुगेँ र प्रदेशमा पनि शिक्षा नीति कस्तो बन्नुपर्छ भन्ने बारेमा संवादमा म बेला बेलामा लागिरहेको छु। एउटा कुरामा कसरी समानता देखिँदो रहेछ भने सबैलाई विद्यालय ल्याउनुपर्छ भन्यो भने प्रदेशले पनि त्यही भन्यो, सङ्घले पनि त्यही भन्यो, स्थानीयले पनि त्यही भन्यो। कसरी भनेर भन्यो भने स्थानीयको निम्ति चाहिँ बाध्यता के होला भने कसका घरमा बच्चा छन् भने चाहिँ बच्चा बच्ची खोज्नुपर्ने परिस्थिति होला। प्रदेशको निम्ति के हो भने तिमीहरूले के गर्यौ, यो प्रदेश यो पालिकामा के हो, यो पालिकामा के भयो भनेर सोध्नुपर्ने हो भनेदेखि सङ्घले चाहिँ के भन्यो, प्रदेशलाई मैले के सहयोग गर्नु पर्ला यति मात्रै सोध्ने हो। मलाई लाग्छ यसरी चाहिँ बाटोहरू निकाल्न सक्यौँ भने त्यो गाह्रो हुँदैन, नीतिगत रूपमा त्यत्रो तात्विक फरक आउँदैन। भनेपछि सुरुवात र मजबुती स्थानीय तहबाट ल्याउनु पर्यो। अहिले त विद्यालय तहको निम्ति त अधिकारै उसलाई हो, प्रदेश तहको। त्यसै भए चाहिँ संविधानले दुईटा भागमा लेख्यो, संविधानको अनुसूची 8 मा र अनुसूची 9 मा भएका कुराहरूलाई अलग अलग ढङ्गबाट बुझ्नुपर्छ। अलग 8 नं प्रदेश अनुसूची 8 मा भएको कुराकानीले स्थानीय सरकार विद्यालय तहको जिम्मेवार हो, प्रदेश सरकार उच्च शिक्षाको निम्ति जिम्मेवार हो। त्यसले व्यावसायिक शिक्षा कतातिर भनेर भन्ने अहिले टुङ्गो नभए पनि व्यावसायिक शिक्षाको बारेमा मुख्यमन्त्रीसँग आजै पनि संवाद भएको थियो। अब एउटा पालिकामा एउटा प्राविधिक विद्यालय खोल्नुपर्छ भनेर भन्नुभयो, साह्रै राम्रो कुराकानी गर्नुभयो। अब पालिका तात्ने बित्तिकै त त्यो पनि सम्भावना भयो। मलाई लाग्छ अनि अनुसूची 9 लाई चाहिँ के हो भने ल के चाहिँ प्रदेश सरकारसँग बसेर सहकार्यमा गर्नु पर्ला भनेर चाहिँ के अरे पालिकाका साथीहरूसँग बसेर संवाद मात्रै गर्न जानियो भने ठ्याक्क विषयवस्तु थाहा हुन्छ, बाँकी काम गर्न सकिन्छ। तर एउटा आपत्ति जनाइरहेको विषय हाम्रै मुख्यमन्त्रीजी लगायत स्थानीय निकायका जनप्रतिनिधिले पनि शिक्षा अधिकारी अहिले पनि केन्द्रको मातहतमा अनि त्यसपछि राख्ने प्रावधानहरू ल्यायो। अब समानान्तर मेकानिजम चलाउने हामीले हाम्रो हिसाबको पाठ्यक्रम डेभलप गर्न पाउने हो कि के कसो हो, हस्तक्षेप भइन्छ कि, त्यो पनि एउटा क्वेसन र आपत्ति आइरहेको हुन्छ बारम्बार। तर एउटा सम्भावना पनि मैले देख्छु। मैले चाहिँ कसरी देख्छु भने सम्भावना देखिरहेछु। कसरी भने स्थानीय पाठ्यक्रम बनाउन, अब प्रदेश तहको पाठ्यक्रम बनाऊ, हाम्रो प्रदेशको विशेषता भन्नुहोस् न, हाम्रो पैतृक विरासत के हो, हाम्रो भौगोलिक विरासत के हो, हाम्रो ऐतिहासिक विरासत के हो, हाम्रो शैक्षिक विरासत के हो, त्यो विरासतहरूलाई चाहिँ जम्मै सङ्कलन गरौँ र अनि त्यसै गरौँ भनौँ यो प्रदेशभरिमा यो पाठ्यक्रम लागू हुन्छ 1 देखि लिएर 12 क्लाससम्म भनौँ न। त्यति मात्रै होइन, उच्च शिक्षामा पनि हामी हाम्रो प्रदेशको हाम्रोपना त राख्न पाइन्छ नि। त्यो गर्नलाई कसैले रोक्दैन, त्यो सङ्घले पनि रोक्दैन, प्रदेशले पनि अर्को स्थानीयले पनि रोक्दैन, कसैले पनि रोक्दैन। अब त्यसपछि प्रदेशलाई के के अरे स्थानीय सरकारलाई हामी के भन्न सकौँला भने हामीले त यसरी बनायौँ, तपाईँ अब स्थानीय तहमै विशेष छ भने विशेष लागू गर्नुहोस्, नभए प्रदेशको लागू गर्नुहोस्। त्यति भन्यो भनेदेखि हामीसँग फेरि अर्को सम्भावना निक्लिन्छ। त्यसैले म चाहिँ के विश्वास गर्छु भनेर भन्दै सङ्घले केही भन्ला, त्यसपछि उसको मातहतको कर्मचारी छ उसले के भन्ला भनेर चाहिँ भन्नुपर्ने परिस्थिति होइन। अहिले त हामी आक्रामक ढङ्गले चाहिँ कुराकानी गर्नुपर्ने हो। त्यसो भन्दाखेरि मैले के देखेको भनेदेखि प्रदेशले पनि आफ्नो डिजाइनको यो खाका, जस्तो आजै मात्रै पनि मुख्यमन्त्रीले कति राम्रोसँग भन्नुभयो, पाठ्यक्रमको खाका हामीलाई चाहियो, गुणस्तरको खाका हामीसँग चाहियो, हामी त शिक्षक दरबन्दीको डिजाइन चाहियो, वा हामीले चाहिँ प्रविधि प्रयोग गर्नको निम्ति कसरी प्रविधि गर्ने त्यो किसिमको कुराकानी चाहियो भने चाहिँ मुख्यमन्त्रीले असाध्यै राम्रोसँग के भन्नुभयो भने ठिक भन्नुभयो, यो गर्न तयार छु म, हुन्छ भनेर भन्नुभयो। नीति आयोगको डाक्टर सुरेन्द्र झाहरू जस्तो किसिमको मान्छेहरूले उहाँले के भन्नुभयो, यो एकदम गर्नुपर्ने किसिमको काम हो। कति राम्रो परिवेश बनिएको छ। मैले त समस्या देखिरहेको छैन, किनभने अब त्यो समस्या चाहिँ छ भनेर पन्छिनी होइन कि समस्याको समाधान मेरो ठाउँबाट यो छ। यदि सङ्घले विमति जनायो भनेदेखि विमति जनाएको हदमा बदलौँला, बाँकी रहेको ठाउँमा काम गर्दै जाउँला। पाठ्यक्रमको कुरा गर्दा अहिलेको पाठ्यक्रम तपाईँले हेर्दा विद्यालय स्तरको कस्तो पाउनु भएको छ? कतिको व्यावहारिक चाहे काम लाग्ने जीवन्ततामा के कसो छ पाठ्यक्रमलाई? म चाहिँ कसरी हेर्छु भने पाठ्यक्रम भनेको निर्जीव वस्तु हो।
पाठ्यपुस्तक भनेको निर्जीव वस्तु हो, सजीव मान्छे भनेको शिक्षक हो भनेपछि त अब त शिक्षकको काम के हुने भयो भनेदेखि त्यो पाठ्यक्रममा भएको त्यो पाठ्यपुस्तकमा भएको कुराकानीलाई म मेरो ठाउँमा कसरी रूपान्तरण गर्छु भन्ने चाहिँ चिन्तन ल्याउनु पर्ने भयो। त्यसो भनेपछि अब एउटा शिक्षकले चाहिँ के भन्यो भने यो के भन्छ कर्णालीमा फलानु मन्दिर छ अथवा चाहिँ उसमा यो किसिमको बुद्धको उ छ भनेर भन्ने पढाउने एउटा ठाउँमा होला। त्यो केटाकेटीहरूलाई चाहिँ के भने ए हाम्रै ठाउँमा ल मस्जिद यो ठाउँमा छ, मन्दिर यहाँनेरि छ, गुम्बा यहाँनेरि छ, अर्को किसिमको कुरो के छ, यो ढङ्गले यहाँ जसरी छ त्यहाँ के होला भनिदिएपछि त शिक्षकले के हो भने सान्दर्भिक पनि बनायो। अब त्यसपछि भोलिको निम्ति यी मन्दिरहरूबाट पर्यटनको चिन्तन कसरी बनाउन सक्छौ, पर्यटकीय क्षेत्र हुन सक्छ कि सक्दैन, बहुधार्मिक पर्यटकीय क्षेत्र हुन सक्छ कि सक्दैन, एकल धार्मिक पर्यटकीय क्षेत्र हुन सक्छ कि सक्दैन, ल सोच त भन्यो भनेदेखि त उसले भोलिको निम्ति सपना पनि देख्ने भयो। भोलि न त्यो गतिलो पर्यटकीय दृष्टिकोणको बन्ने हो कि न भोलि एउटा गतिलो फोटोग्राफर बनेर त्यो भिजुअल बनाएर चाहिँ त्यसो किसिमको गर्ने हो कि न उसले कम्प्युटर एनिमेसन गरेर चाहिँ गरेर यो भने प्रदेश नम्बर 2 का सारा ठाउँमा यो तागत रहेछ भनेर यहीँ बसेर खुस्सल गरेर चाहिँ थाहा पाउने किसिमको डिजाइनर पो बन्ने हो कि त्यस्तो सम्भावना चाहिँ निकाल्ने हो। त्यसैले म त के देख्छु भने सान्दर्भिक छैन होइन बनाउन सकिन्छ भन्ने दृष्टिकोण लाउने हो। शिक्षकको कुरा गर्नुभयो पाठ्यक्रमसँग जोडेर शिक्षकहरूको जुन भनौँ न विद्यार्थीसँग इन्टरेक्ट गर्ने व्यवहार लगायत उनीहरू कतिको दक्ष छन् यहाँ प्रदेश नम्बर 2 को हिसाबले हेर्दाखेरि प्राइभेट बोर्डिङ स्कुलमा त 10 बाट पास गर्यो क्लासमा छिर्यो, 12 पास गर्यो क्लासमा छिर्यो, त्यस्तो अवस्था पनि त छँदैछ, सबलाई थाहा नै छ। अब म कसरी देख्छु भने हनुमानजीको पूजा गर्ने हामी हनुमान चालिसा पढाउनु पर्ने हो शिक्षकलाई। त्यसो भनेपछि के हो रहेछ भन्दाखेरि तपाईँ सक्नुहुन्छ नभए तपाईँको पछाडि हामी छौँ भनिदियो भने शिक्षकले सक्छ। किनभने शिक्षकलाई पनि मनोबल के भयो भने हामी सक्दैनौँ कि क्या हो, नयाँ प्रविधि आएको छ सकिन्छ कि सकिँदैन, अङ्ग्रेजी पढाउनु परिरहेछ सकिन्छ कि सकिँदैन, वा नयाँ नयाँ कुराकानी आइरहेछन्, प्रदेशले एउटा पाठ्यक्रम भन्छ, स्थानीयले अर्को पाठ्यक्रम भन्छ, सङ्घको अर्को पाठ्यक्रम छ, जोड्न सकिन्छ कि सकिँदैन, उहाँहरूले सकिन्छ कि सकिँदैन भने कसरी जोडिएला भनिदियो भने शिक्षक चाहिँ आफै बुद्धि हुँदो रहेछ। त्यो के हुँदो रहेछ भने उहाँहरूलाई उत्साहित पनि गर्नुपर्ने भयो, सँगसँगै गएर सम्भावना कहाँनिर छ भनिदिनु पनि पर्ने भयो। यति गर्ने बित्तिकै त के रहेछ भने उहाँहरूले आफ्नो उत्साहलाई त्यो सम्भावनासँग लगेर जोड्नुहुन्छ अनि उहाँहरूले बुद्धि ल्याउनु छ। उहाँहरूले ल्याएको बुद्धि कति अनौठो र रमाइलो हुन्छ भन्दै कसरी गर्ने उहाँलाई भन्नु पर्दैन। मलाई सिराहाको एकजना देवकुमार महतोको सम्झना हुन्छ, उहाँले चाहिँ के भन्नुहुन्छ भने म त केही जान्दिनँ, मलाई थाहा छैन, तर के गर्छु भने ल प्राइभेट स्कुलमै गएर हेर्छु के गरेको त्यहाँ राम्रो भने त्यहाँ त खेल्ने ठाउँ रहेछ, त्यसो भए म कहाँ खेल्ने ठाउँ हुन्छ कि हुँदैन भनेपछि उहाँले चाहिँ गएर लिएर आउनुहुन्छ, ल खेल्ने ठाउँ बनाइदिएपछि त त्यहाँ जस्तै त भइगयो, त्यहाँ पिङ छ म पनि पिङ हाल्छु, त्यहाँ ड्रेस छ म पनि ड्रेस हाल्छु, त्यहाँ कपाल चिट्ट पारेर आउँछन् त्यसो भए म पनि कपाल काट्ने बनाइदिन्छु, हुँदो रहेछ त। त्यसैले प्रश्न के होइन भन्दा शिक्षकको प्रवृत्ति त्यतातिर फर्काउन जानिएन त्यो चाहिँ निश्चित हो, तर शिक्षकले नगर्ने जाने होइन, गराउन सकिन्छ भन्ने म विश्वस्त छु। शिक्षकसँग र गुणवत्ता जुन आउटपुट जुन आउँछ त्यसमा एउटा कुरा थप के पनि जुरेर आउँछ भने उसले पारिश्रमिक कतिको पाइराखेको छ। जब प्राथमिक तहको कुरा गरौँ, प्राइभेट सेक्टरमा कुरा गर्दा त्यहाँ श्रम शोषण भएको कुराहरू पनि सुनिन्छ र त्यसले कतिको राम्रो आउटपुट देला त? सहमत छु। माने त्यसको निम्ति हामीले पहिले शिक्षा आयोगमा 2074 को शिक्षा आयोगमा एउटा उल्लेख के गरेका थियौँ भने अब योग्यतामा तलब हाल्ने कि तहमा तलब हाल्ने, किनभने बाल विकासमा पढाए एउटा तलब, आधारभूतमा पढाए अर्को तलब, माध्यमिकमा पढाए अर्को तलब, विश्वविद्यालयमा पढाए अर्को तलब, एउटै योग्यता भएको मान्छेलाई थलथल किन गर्ने, त्यसो भए योग्यतामा हालौँ। एउटा त्यो किसिमको सम्भावना एउटा बनिया छ, त्यो सम्भावनालाई मलाई लाग्छ काम गर्ला। दोस्रो तलब मात्रै निर्णायक होइन रहेछ। तपाईँले भन्नुभएको ढङ्गले हेर्नुभयो भने निजी विद्यालयहरूले तलब थोरै दिएछन् तर गुणस्तरमा फुर्ती लाछन् भएपछि तलब समस्या हो र भने हामीले तलब सरकारी विद्यालयमा राम्रै तलब दिएछौँ तर गुणस्तर हामीले सोचे जस्तो भएको छैन, हो र त त्यो आधार होइन। तर अब त्यसको निम्ति अर्को सम्भावना निकालौँ। अर्को सम्भावना के भने राम्रो गर्ने शिक्षकहरूको एउटा भिजुअल बनाएर राखौँ, त्यो चाहिँ नि एउटा वेबसाइटमा लोड गरिदिउँ, त्यो वेबसाइटमा गएर चाहिँ हेरिसकेपछि त उसको त इज्जत बढ्यो नि, ऊ त राष्ट्रिय मात्रै भएन अन्तर्राष्ट्रिय भयो। त्यो प्रदेशको शिक्षक राष्ट्रिय र अन्तर्राष्ट्रिय बन्न पायो भने त्यहाँभन्दा इज्जत कोही चाहियो।
ल त्यति गरे बापत उहाँले चाहिँ यो काम गर्नु हो भने स्याबासी दिने एउटा डिजाइन बनाऊ न, त्यसको निम्ति खाका बनाउनेमा मुख्यमन्त्री तयार हुनुभएको छ। एउटा खाका बनाऊ न, सबै शिक्षकहरूलाई भनौँ ल यो खाका अन्तर्गत तपाईँले के गर्नुभयो, तपाईँले गरेको कुराकानी यहाँ अपलोड गर्नुहोस्, तपाईँको कुराकानी हामी गर्छौँ, त्यो अपलोड गरे अनुसार छ कि छैन हेर्छौँ, हेरेपछि तपाईँलाई सम्मानित गर्छौँ भनेपछि त बाटो निक्लिहाल्यो। त्यसैले शिक्षण पेसामा आकर्षण कतिको हेर्नुहुन्छ तपाईँले? ठिक भन्नुभयो। एकदम मूलत के छ भने विकर्षण भएको किन भनेर भन्दै शिक्षकले त्यसलाई उपयोग गर्न जानेनौँ। हाम्रै शिक्षकहरूलाई एकचोटि विचार गरौँ न, हाम्रै मधेसका शिक्षकहरूलाई एकचोटि विचार गरौँ त, ती के सम्मानित होइनन् र भने पहाडमा गएर पढाएको त उनीले हो नि। हामीले सम्मान गरिरहेछौँ ती शिक्षक जसले हामीलाई आँखा देखाइदिनु भयो, हामी अहिले पनि आभार व्यक्त गर्छौँ उहाँहरूप्रति। भनेपछि त सम्मान त रहेछ, त्यो सम्मान त के भने आर्जन गर्नुपर्ने रहेछ। अब हाम्रो निम्ति पीडा कहाँनेरि भयो भनेर भन्दाखेरि प्रदेश नम्बर 2 को गुणस्तर, शैक्षिक गुणस्तर तल खस्क्यो भनेर भन्ने बित्तिकै किन खस्क्यो भन्दाखेरि शिक्षक पनि चोराउन दौड्यौँ, कर्मचारी पनि चोराउन दौड्यौँ, अभिभावक पनि चोराउन दौड्यौँ, विद्यार्थीले के बुझ्यो भने नपढे नि हुँदो रहेछ, किनभने यिनै चोराउन आउँछन्, पढाउन आउने यिनले त नाटक पो गरे, अब त कहाँ पढायो भनेर भन्ने भए। त्यसो भन्दाखेरि त हामीले हाम्रो इज्जत घटायौँ, कसैले इज्जत दिने होइन नि त। त्यसपछि उसले चाहिँ आफूलाई इज्जतिलो बनाउनको निम्ति बल गर्ने हो। अब त्यहाँनिर हामी शिक्षकलाई कसरी सहयोग गर्न सक्छौँ भन्दाखेरि नचोरिकन पढाउने तरिका के हो, जान दिने तरिका के हो, प्रश्न बनाउने तरिका के हो, यति कुराकानी गर्ने बित्तिकै शिक्षकले आफै थाहा पाइहाल्नु हुँदो रहेछ। हो नि, वास्तवमा मैले त तथ्यगत कुरा सोधे हुनाले पो उसले चाहिँ नि छोड्दो रहेछ त। मैले कथ्यगत प्रश्न सोधेँ भने कथ्यगत भन्नाले उसैले आफ्नै कुराकानी लेख्नुपर्ने। तिम्रो घरमा कतिवटा गाई छन्, कतिवटा बाख्रा छन्, गाई र बाख्राको अनुपात के हुँदो रहेछ भनेर चाहिँ भनेर हेर भनेर भन्यो भने त गणित पनि भन्ला, गाईको नम्बर पनि उसैले भन्छ, बाख्राको नम्बर पनि उसैले भन्छ, अनुपात कति रहेछ त्यो पनि भन्ला उसले। भनेपछि त त्यो चिन्तन चाहिँ हामीले हालिदियौँ भने चोर्नु पनि पर्दैन, चोरे नि काम लाग्दैन। यो जुन खासमा परीक्षा र परीक्षा प्रणालीमा विकृति जुन भन्नुभयो, चोरी जुन आएको छ, यो खासमा कहाँबाट सुरु भएको होला र कसरी अचानक यति यसले त्रास त फैलाएको छ यहाँ? वास्तवमा यो एकै ठाउँमा यही मात्रै भनेर भन्दिनँ म, किनभने जुन प्रदेशमा पनि हामीले त्यो किसिमको विकृतिहरू देख्छौँ। त्यो के भने शिक्षकले अलि अल्छ्याइ गरेको कारण परिणति त्यसको असर भयो कि प्रश्नहरू बाहिरबाट आयो भनेर भन्ने बित्तिकै त्यो होहल्ला गर्ने किसिमको कुरोमा पनि अलिकति छोड्ने किसिमको ढङ्गरङ्ग भयो। तर म त्यसलाई कसरी देख्छु भनेर भन्दा नि अब यस्तै हो भनेर नभनौँ क्या, अब कसो गरौँ भनेर भन्ने किसिमको बाटो खोजौँ। बाटो खोज्दाखेरि के बाटो निक्लला भनेर भन्दाखेरि त्यसो भए कसो गर्ने, किनभने प्रविधि जति अगाडि जाँदै जान्छ मान्छेले नयाँ नयाँ कुराकानी ल्याउँदै जान्छ। नयाँ नयाँ कुराकानी ल्याउने बित्तिकै त यहाँबाट सुरु भयो भन्नु परेन, जहाँ पनि छ चोर्ने चराउने। अब विश्वविद्यालयमा, नेपालकै विश्वविद्यालय मात्रै होइन अन्तर्राष्ट्रिय विश्वविद्यालयमा छ। अहिले त्यो कम्प्युटरको प्रविधिले गर्दाखेरि त यति धेरै चोरी भएको छ, कुरै साध्य छैन। तर चोर्ने मान्छेलाई चाहिँ के गर्यो भने त्यो चेकिङ हुन्छ नि, चोरी प्लेजरिजम थाहा पाउने, चोरी थाहा पाउने, त्यो एप बनाएपछि त त्यही एपले काम गर्दो रहेछ। त्यसपछि यो निरन्तर चल्ने कुराकानीमा यहाँनिरबाट सुरु हो भन्नुभन्दा पनि हुन्छ, त्यसको समाधान खोज्दै जाने हो। नियत सुधार्नु पर्ला नि त। त्यसमा सहमत छु। त्यसो नियत पनि के रहेछ भने कहिलेकाहीँ परिवेश सिर्जना गरिदिएपछि नियत सुध्रिँदो रहेछ, कहिलेकाहीँ नियत सुधार दिएपछि परिवेश बन्दो रहेछ। अब हाम्रो निम्ति के जरुरी हो भने प्रतियोगितात्मक र सहयोगितात्मक कुराकानी जोड्नुपर्ने भयो। जस्तो पालिका तहमा चाहिँ नि के भन्नुपर्ने हो भन्दाखेरि फलानु विद्यालय र यो विद्यालयको बिचमा तात्विक समानता कहाँनिर छ, तात्विक फरक कहाँनिर छ, अब दुईटालाई समान हुन कति दिन लाग्छ, हामी के सहयोग गरौँ। यो किसिमको संस्कार पालिका तहमा गरिदियो भनेदेखि प्रदेशले के भन्यो भने फलानु पालिका र तपाईँको पालिकामा तात्विक समानता कहाँनिर छ, तात्विक भिन्नता कहाँनिर छ, समान बन्नलाई तपाईँले कति दिन लाग्छ, धार्मिक स्कुलमा पढोस् कि सरकारी स्कुलमा पढोस् कि निजीमा पढोस्, जहाँ पढे पनि तपाईँको शैक्षिक योग्यता मैले जाँच लिन्छु, प्रदेश सरकारले जाँच लिन्छ। अब प्रदेश सरकारले जाँच लिनेमा तपाईँ कहाँ पढ्नुहुन्छ मतलब भएन, तर न्यूनतम कुराकानी हुनुपर्छ। यति भनिदियो भनेर भन्दाखेरि त हामी बिस्तारै उठाउन सक्छौँ। त्यसैले म नियत सुध्रिने ठाउँ पनि देखिरहेको छु, किनभने नाप्ने ठाउँ पनि भएन, सम्मान गर्ने ठाउँ पनि भएन। शिक्षकलाई सम्मान पनि गर्दै जाउँ, नाप्ने ठाउँ पनि दिएपछि नियत नसुध्रेर सुख कर लाग्छ। यो चोरी बढ्नुको साथै साक्षरता दर पनि बढ्नुपर्ने थियो, त्यस हिसाबले बढेको त देखिँदैन। सहमत छु। त्यो किन त्यसो हुँदो रहेछ भनेर भनेदेखि पढेर के गर्ने भनेर भन्ने किसिमको कुरो चाहिँ आउँदो रहेछ। पढाइलाई लगेर जिन्दगीमा जोडिदियो भनेदेखि त्यसले चाहिँ काम गर्दो रहेछ। त्यो जिन्दगीमा जोड्ने भनेर भनेको कस्तो रहेछ भनेर भनेदेखि
उसलाई के जरुरी छ भने खोज्नु पर्दैछ। अहिले जस्तो खाडीमा हाम्रो मान्छेहरू यहाँबाट चाहिँ दौडिया छन् भन्दाखेरि खाडीमा छोराछोरी गएका मान्छेले त मोबाइल घरमा पठाए, उसलाई के को जरुरी हो भन्दा मोबाइलमा छोराछोरीको फोटो चाहिँ हेर्न पाउने वा लोग्नेको फोटो हेर्न पाउने वा स्वास्नीको फोटो हेर्न पाउने त्यो किसिमको साक्षरता चाहियो उसलाई। साक्षरता भने हिजोको जस्तो अक्षर हेर्ने साक्षरता होइन, त्यो खालको साक्षरता चाहियो। त्यो कुरो जोड दिने बित्तिकै उसले चाहिँ त्यो बोकेर हिँड्दो रहेछ, लागिहाल्दो रहेछ। उसले ल्याउने नुन होला, नुनको बट्टामा चाहिँ त्यो मिति लेख्या होला, त्यो मिति पढ्ने साक्षरता चाहिने रहेछ उसलाई। कहिले जे गरे हो त्यस्तो खालको साक्षरता चाहिने रहेछ। क ख ग होइन रहेछ, एबिसिडी होइन रहेछ, जिन्दगीसँग टाँसिने किसिमको साक्षरता चाहिने रहेछ। उसले भैँसी हेर्न गएको छ भन्दै भैँसीकै बारेको साक्षरता, भैँसी चाहिँ कति खालका भैँसी छन् भनेर भन्ने बारेमा त्यो त भिजुअल साक्षरता बनाइदिए नै हुन्छ। किनभने हाम्रो संस्कार भनेको त सुनेर बुझ्ने हो नि त। त्यसले उसले हेर्ने किसिमको साक्षरता बनायो भने के हुन्छ, त्यहीँ संवाद गरौँ न, ल इजरायलको भैँसी यो रहेछ, अमेरिकाको भैँसी यो रहेछ, अथवा चाहिँ फलाना ठाउँमा भैँसी यो रहेछ, यो भैँसीको दुध यसरी लिन सक्ने रहेछ, यसको चाहिँ सम्भावना यहाँनिर रहेछ भनेर भन्यो भने के हुने। यसरी गरिदियो भन्दै साक्षरता वात्त बढ्छ, एउटा त्यो किसिमको सम्भावना हो। अर्को सम्भावना के हो भनेदेखि निरक्षर मान्छेहरू कति छन् त्यसलाई साक्षर बनाउन तपाईँलाई कति समय लाग्छ ल भन्नुहोस्। अब फलानु पालिकालाई कति लाग्छ, ओल पालिकालाई कति लाग्छ, तपाईँले गरिसक्नुपर्छ यति। त्यसको निम्ति मैले के सहयोग गरौँ भनेर प्रदेशले चासो लिदियो भन्दै फेरि पनि अगाडि बढ्न सक्छ। वयस्क शिक्षाको कार्यक्रम तर त्यति प्रभावकारी देखिएको छैन, कार्यक्रमहरू त्यसरी भनेको छैन। प्रभावकारी भएन भनेर भन्नेलाई चाहिँ म सहमत छु, तर प्रभावकारी बनाउन सकिन्छ भन्ने विश्वास गर्छु। कसरी भनेर भन्दाखेरि हिजो प्रभावकारी किन नभएको रहेछ भनेर भन्दाखेरि विद्यार्थीको तागतभन्दा शिक्षकको तागत कमजोर भयो। अब त्यसो भनेपछि त्यो भनेको के हो भने शिक्षकभन्दा विद्यार्थीले धेरै जानकारी पायो। जानकारी केले पायो भने मिडियाबाट पायो, टेलिभिजनबाट पायो, रेडियोबाट पायो, टेलिफोनबाट पायो, तर किताबभन्दा बढ्ता अत्याधुनिक जानकारी पायो। अब त्यसो भने अब शिक्षकलाई अपडेट गर्ने कसरी, शिक्षकलाई अध्यावधि गर्ने कसरी, त्यसको निम्ति हामीले चाहिँ एउटा सोचाइ सोच्न सक्छौँ। एउटा कम्प्युटर एप्स माने एउटा एप्स बनाएर त्यो एप्स मार्फत हामी चाहिँ शिक्षकलाई अनलाइनबाट पठाउन सक्ने किसिमको डिजाइन सोध्न सक्छौँ। नभए भने फेसबुक नचलाउने शिक्षक छैन अहिले, त्यही फेसबुकमा चाहिँ पठाउने किसिमको सन्देश पठाए के हुन्छ, यसरी गर्नुहोस्, यो गरेर के हुन्छ। वा तपाईँले चाहिँ अहिले भैँसी दुहिरहनु भएको छ, भैँसी तपाईँले दुहुँदा दुहुँदै तपाईँले विज्ञान के पढिरहनु भएको छ याद गर्नुहोस्। तपाईँ घुर तापिरहनु भएको छ, घुर ताप्दा ताप्दा तपाईँले गणित के पढिरहनु भएको छ याद गर्नुहोस्। त्यहाँ उठेको धुवाँले चाहिँ तपाईँलाई के गर्छ, वातावरणको बारेमा तपाईँ पढिरहनु भयो होला, त्यसपछि तपाईँ के गर्नुहुन्छ। यस्ता यस्ता खालका कुराकानी गऱ्यो भने त शिक्षक पनि अध्यावधिक हुँदै जान्छ, उसले कक्षामा त्यो कुराकानी बोकेर लगिहाल्छ, त्यो स्वभावता लान्छ। मलाई चाहिँ यसरी जानुपर्छ, यसो गऱ्यो भने सम्भावना निक्लिन्छ भन्ने ठान्छु। एखन हमरा सबके साथ में छथि शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला जी। डाक्टर साहब केही दिन अहिले त आज तपाईहरुले प्रदेशको कार्यक्रम भ्याउनु भयो, केही दिन अगाडि मात्रै केन्द्र सरकारलाई पनि शिक्षा अवस्था सल्लाह सुझाव तपाईहरुले प्रतिवेदनको रूपमा दिनुभएको थियो। खासमा के रहेछ त्यो प्रतिवेदनमा? प्रतिवेदनमा बाल विकासदेखि लिएर विश्वविद्यालयसम्मको कुराकानी परेको छ। अनौपचारिक शिक्षादेखि लिएर घर घरमा मान्छेहरूले सिकेको हुन्छ नि, दलितको सिप होला, जनजातिको सिप होला, महिलाको सिप होला, त्यो सिपहरूलाई कसरी समकक्षी बनाउने भन्ने किसिमको कुराकानी छ। त्यो अन्तर्गत अब निजी विद्यालयलाई कसो गर्ने, त्यसको निजी विद्यालयलाई सेवामुखी कसरी बनाउने, समाज उन्मुख त्यसलाई कसरी बनाउने र भोलि निजी कम्पनीमा भएका विद्यालयहरूलाई बिस्तारै गरेर शैक्षिक गुठीमा कसरी लाने, यस्तो किसिमको कुराकानी पनि छ भने निजी विद्यालय भोलि चाहिँ प्राविधिक शिक्षालयको रूपमा कसरी रूपान्तरण गर्ने, त्यो किसिमको कुरो पनि त्यसमा परेको छ। के कसो उताबाट प्रतिक्रिया कसो आएको छ अहिलेसम्मलाई? निजी विद्यालयका साथीहरूले के अलिअलि विरोधका स्वरहरू सुनिन्छ, तर मैले के देखाएको छु भनेर भन्दाखेरि विरोधको स्वर हुनुपर्ने एक दुईवटा कारणहरू छन्। एउटा कारण के हो भने कम्पनीमै बस्न दिने कि नदिने भन्ने एउटा प्रश्न हो। किनभने कम्पनी पनि दुईवटा खालको रहेछ, एउटा नाफामुखी कम्पनी, एउटा चाहिँ नाफारहित कम्पनी। कम्पनीमै बस्ने भए नाफारहित बने के हुन्छ, एउटा त्यो किसिमको सम्भावना हुन सक्छ। साथीहरूलाई चाहिँ डर लागेको कम्पनीबाट गुठीमा जाने कि नजाने भनेर भन्ने एउटा डर हो। दोस्रो समस्या के रहेछ भने हामीले कम्पनीबाट गुठीमा जाने भनेर भन्यौँ, गुठीमा जाँदाखेरि व्यक्तिको स्वामित्व नहुँदो रहेछ। अब त्यसो भनेपछि त त्यो व्यक्तिको स्वामित्व भने चाहिँ आफूले त लगानी गरेछ, दुःख गरेछ, त्यो लगानीको ग्यारेन्टी हुन्छ कि हुँदैन भनेर भन्ने दोस्रो किसिमको सम्भावना रहेछ। अब त्यो सम्भावनालाई चाहिँ हामीले के उत्तर गर्न खोजेका छौँ भने 10 वर्षमा तपाईँ जाने अहिले भएको उसलाई चाहिँ शैक्षिक गुठीमा बदल्नुहोस् भनेपछि एउटा 10 वर्षको समय पाउनुभयो, उहाँहरूले चाहिँ के गर्ने भन्ने किसिमको कुरो गर्ने।
त्यसो हुँदाखेरि त्यो विरोधको स्वर त्यहाँनिर शान्त हुन्छ होला। 10 वर्षमा उहाँहरूले लिनुभएको व्यक्तिगत रूपको पैसा पनि उठाउन सक्नुहुन्छ, अरूसँग ऋण लिएको भए तिरी पनि सक्नुहुन्छ। बिस्तारै उहाँहरूले सेवामुखी बनाउनुहुन्छ। फेरि सेवामुखी बनाउनेमा प्याप्सनका साथीहरू दुवै तयार हुनुहुन्छ, हिसानका साथी पनि तयार हुनुहुन्छ। तर खालि सेवामुखीको डिजाइन के हो त्यो बारेमा संवाद हुन बाँकी छ। त्यो चाहिँ नि पालिका तहमा चाहिँ संवाद गर्न सकिन्छ। वा हामीले चाहिँ शिक्षा आयोगको प्रतिवेदनमा के लेख्यौँ भने एक विद्यालय एउटा निजी विद्यालयले 2-3टा सरकारी विद्यालयलाई सघाउने किसिमको एउटा डिजाइन हुनसक्छ। पालिका तहमा दलित, अपाङ्गता भएका केटाकेटी र विपन्न यो 3टा समूहलाई सहयोग गर्नको निम्ति पालिकालाई चाहिँ उहाँहरूले आफ्नो 10%, 12%, 15% जुन सरकारले तोकेको छात्रवृत्तिको डिजाइन छ त्यो अनुसारको पैसा त्यहाँ जम्मा गरिदिन सक्नुहुन्छ। पालिकाले ती मान्छेहरूलाई सहयोग गर्न सक्छ। त्यस्तै पालिकासँग मिलेर सहकार्य गरेर कहाँ कसरी सेवा गर्न सकिन्छ भनेर भन्ने डिजाइन बनाउनु भयो भने मलाई लाग्छ समस्याको समाधान निस्कन्छ। अब शुल्क अर्को किसिमको कुरा हो। पालिकाले निर्णय गरोस्। 2टा कुराकानीमा शुल्क निर्धारण गर्ने हो। एउटा चाहिँ नि लागतमा, अर्को चाहिँ नि सन्तुष्टिमा। लागत थोरै भए पनि धेरै सन्तुष्टिको निम्ति मान्छे धेरै पैसा हाल्छ होइन। त्यसो हुँदाखेरि त्यो बारेमा संवाद गर्ने। त्यति गरिसक्यो भने मलाई लाग्दैन कि त्यो अप्ठ्यारो होला, किनभने सरकारले निजीलाई पनि राख्ने भनेर भन्ने किसिमको दृष्टिकोण छ। अहिलेको आयोगमा पनि हामीले त्यही कुराकानीले उल्लेख गरेका छौँ। कुरा शिक्षाकै तर प्रसङ्ग हल्का फरक। दलितहरूतिर आउँ। दलित तथा विपन्न वर्गको पहुँच अहिले पनि चाहे त्यो सामुदायिक शिक्षाको होस् चाहे प्राइभेट सेक्टरतिर जाँदा दुवैतिर त्यसो देखिएन। सामुदायिक त फ्री नै रहेछ, तैपनि उनीहरूलाई किन ल्याउन सकिएन कि उनीहरू आउन चाहेनन्? 4वटा कुराहरू हामीले हेरिरहन्छौँ। एउटा ल्याउने कसरी हो, सिकाउने कसरी हो, टिकाउने कसरी हो र बिकाउने कसरी हो। 4वटा कुराकानीमा हामी हेरिरहन्छौँ। ल्याउनलाई चाहिँ के हुँदो रहेछ भने दलित केटाकेटी दलित बस्तीमा पनि गएर हेरेँ मैले, सर्लाहीको 4वटा पालिकामा गएर चाहिँ हेरेँ। के देखिन्छ भनेदेखि उहाँहरू आउनलाई तयार हुनुहुन्छ, तर स्कुलले उहाँलाई आउने किसिमको परिवेश बनाउन सकेन। किनभने यहाँबाट स्कुलबाट के अरे घरबाट स्कुल जाने बित्तिकै उसले मान सम्मान खोज्दो रहेछ। मेरा भनेर भनेपछि त मन पर्दो रहेछ। व्यवहारमा फरक देखियो एकदमै। त्यो के भनेदेखि उसले खोज्यो के भने समकक्षी सम्मान खोज्यो होइन त। स्कुलले के गर्यो भने सम्मान दिन जानेन। त्यसो भनेपछि स्कुल चाहिँ नि हायरार्कीमा सोच्यो वा तहमा सोच्यो, बच्चाले चाहिँ के भने समानतामा खोज्यो। एउटा त्यो किसिमको अप्ठ्यारो रहेछ। दोस्रो अप्ठ्यारो कहाँनिर रहेछ भने घरले पठाउँछ दिनमा कम्तीमा केही न केही सिकोस्, स्कुलले दिनमा केही न केही सिकाउने डिजाइन बनाउन सकेन छ। भनेपछि अब केही न केही सिकाउने डिजाइन बनायो भने त्यो काम लाग्दो रहेछ। तेस्रो चाहिँ के रहेछ, टिक्ने चाहिँ के रहेछ भने बच्चाले जुन काम गरिरहेछ त्यो कामको र पढाइको बिचमा सम्बन्ध स्थापित गर्न सकिएन छ। जस्तो बच्चाले चाहिँ मुसा मार्न भनेर चाहिँ गयो भने मुसा मार्नु भनेको अपराध त होइन नि, होइन र। त्यत्रो गर्ने मुसा मार्ने केटाकेटीले त इस्टिमेसनको कुरो त थाहा हुन्छ नि, कहाँनिर मुसा बस्छ, कहाँनिर खाना राख्छ, कति उसमा हुन्छ, कसरी गर्छ भने उसले जुन किसिमको तरिका गरेको छ त्योबाट गणित पढाउने शिक्षकलाई तरिका चाहिँ थाहा हुँदो रहेछ। त्यसले गर्दाखेरि सिकाउन नै जानेन। त्यो दलितको केटाकेटीको वा विपन्नको केटाकेटी वा अपाङ्गता भएको केटाकेटीको जुन अनुभूति हुन्छ, अनुभव हुन्छ, त्यो अनुभवलाई कक्षा कोठामा जोड्नलाई शिक्षकले जानेन। त्यसैले गर्दाखेरि ऊ सिक्न जानेन। सिक्न नजानिसकेपछि के भयो, ऊ बस्नलाई मन लागेन। किनभने घरले पनि बेलामा सहयोग गरेन, त्यो टिक्नलाई पनि गाह्रो हो। अब त्यहीँनिर खाजाको कुरोकानी आउला। दलित विपन्न अपाङ्गता भएको केटाकेटीहरूको निम्ति खाजा चाहिएला। खाजामा पनि हामीले त्यत्रो ठुलो समस्या देखिरहेको छैन मैले। कस्तो रहेछ भनेदेखि खाजा गरिबभन्दा गरिबले पनि खाजा खान जाने छ, तर उसले खाजा खाने तरिका र हामीले खाजा बनाउने तरिकामा अलिकति मिलायो भने सम्भव रहेछ। जस्तो उसले खाने चामललाई धुलो बनायो भनेर भन्दै त्यो त पिठो भयो। त्यो पिठो अलिकति पानीमा पिठो राखेर त्यसमा अलिकति के भन्छ गोलभेडा होला, अलिकति चाहिँ त्यो तरकारी केही होला, अलिकति गेडागुडी केही होला गरेर हालिदियो भनेर त्यो गतिलो सुप बन्दो रहेछ। अब भनेपछि त सुप बनेर चाहिँ खाना पायो केटाकेटीले भने त्यो घरमा बनाए पनि भयो, स्कुलमा बनाए पनि भयो, तरिका गरिदियो भन्दै त्यो केटाकेटी बस्दो रहेछ। टिक्ने अर्को कुरो रहेछ। किन भनेदेखि त्यो केटाकेटीले चाहिँ के गर्ने, पढेर के गर्ने,
भन्दो रहेछ हाम्रो दलितको मान्छे छैन, अपाङ्गता भएको मान्छे वास्ता गर्दैन, वा विपन्न छ त्यसलाई कसैले चिनेकै छैन, त्यो भन्दो रहेछ। अब हाम्रो निम्ति एउटा चुनौती आयो। त्यो चुनौती के रहेछ भने उसले केही न केही सिप जान्नुपर्ने रहेछ। त्यो सिप के होला? त बढैको सिप जान्दछ भने बढैसँगको सहकारी सम्भावना होला, होइन उसले चाहिँ एउटा मेकानिकल सिप सिक्ने रहर छ भनेर भन्दै कुनै पसलमा लगेर चाहिँ जोड दियो भने पुग्दो रहेछ। यो तरिका पालिकाभरिको त्यस्तो विज्ञ मान्छे को छ भनेर चाहिँ एउटा सूची बनाउने, त्यो सूचीसँग लगेर ल त तिमी चाहिँ यति काम चाहिँ सिकाइदेऊ न भनेर भन्यो भने त्यो केटाकेटी टिकिहाल्छ। त्यसैले टिक्ने बिक्ने सिक्ने आदि इत्यादि भनेको प्रक्रिया हो। त्यो प्रक्रियामा चाहिँ अलिकति स्कुलले अलिकति हुन्छ नि आक्रामक भूमिका खेलेन भनेर भन्ने मलाई चाहिँ अनुभूति हुन्छ। यो सक्छ। यो कुराहरू त पहिला पनि जुन शिक्षा कार्यालयहरू पहिला थिए र त्यहाँ पनि एक्सपर्ट हुँदै गर्छन्, उनीहरूलाई पनि त थाहा भएकै होला। यसो कार्यक्रम अहिलेसम्म चाहे यो हिसाबले अगाडि किन बढाइएको नहोला? ठिक भन्नुभयो। त्यसको मुख्य कारण मलाई के लाग्छ भन्दाखेरि एउटा त उहाँहरूको अल्छ्याइ होला। तर संविधानले एउटा कुराकानी के गर्यो र अहिले शिक्षाको जुन के अरे अधिकारमा आधारित शिक्षा ऐन आधारभूत तहको निम्ति बन्यो, त्यसले के लेख्यो भने 2082 सालसम्ममा केटाकेटीले निरक्षर बस्न पाइँदैन। निरक्षर बस्यो भने उसले चाहिँ नि सरकारको सुविधा के पनि पाउँदैन। उसले भोलि चाहिँ नि त्यो के भन्छ नागरिकता लिनु पर्यो भने नागरिकता पाउँदैन, फलान पाउँदैन, चिलान पाउँदैन। बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएछ। अब बाध्यात्मक परिस्थिति सिर्जना गरेपछि त उनीहरूलाई पनि त कर लाग्छ, किनभने आफ्ना छोराछोरी केही नभएको त कोही हेर्न चाहँदैन नि। त्यसो भए हुनाले मलाई लाग्छ हिजो परिवेश थिएन, बेवास्ता गरे, त्यो बेइमानी हो। अब सम्भावना छ, किन भनेदेखि सरकारले त्यो किसिमको नीति ल्याछ, प्रदेश सरकारले पनि त्यसलाई अगाडि बढाउँछ, स्थानीय सरकारले त बढाउनु पर्ने बाध्यता छ। त्यसैले सम्भावना छ। प्रदेश नम्बर 2 तिर हल्का अब फेरि हेरौँ। प्रदेश नम्बर 2 ले ल्याएको अहिले मदरसा शिक्षा विधेयक निकै चर्चामा छ, यसको कुराहरू भइराखेको छ। मदरसा शिक्षालाई मूलधारको शिक्षासँग जोड्ने प्रयासको आधारमा विधेयक ल्याइएको छ, यसलाई कसरी हेर्दै हुनुहुन्छ? मैले साह्रै सकारात्मक कुराकानी भन्छु। किन त्यसो भन्छु भने म 7-8 वर्षदेखि मुस्लिमहरूकै शिक्षाको बारेमा चाहिँ लागिरहेको छु। मेरो अनुभवमा के भएको छ भनेदेखि एउटै कुराकानी बस त अलिफबाट उनीहरूलाई अ र के अरे ए सिकाउन सकिन्छ। अलिफ भनेको उनीहरूको उर्दूको पहिलो अक्षर भयो। अलिफ भनेको ठाडो धर्को हो। त्यही ठाडो धर्को 3टा धर्को मिलाइदियो भने ए बन्छ भनेर भन्यो भने अलिफबाट ए बन्छ भनेर भन्यो भने त अलिफबाट पनि अल्लाह, एबाट पनि अल्लाह जोड्न सकिने भयो। 3टा अलिफ राखेर 2टा दाल अक्षर चाहिँ डाल भन्ने 2टा अक्षर छ, त्यो 2टा डाल चाहिँ लगेर जोडिदियो भने अ बन्छ। यो प्रक्रियाबाट सम्भावना रहेछ, एउटा त जोड्ने प्रक्रिया। दोस्रो बाटो पनि गऱ्यौँ हामीले चाहिँ त्यो तालिमे रहनुमा भनेर किताब बनाएर। दोस्रो बाटो के गऱ्यौँ भने जदिद उर्दू तालिम भाग 1 र भाग 2 भनेर 10 क्लाससम्मको निम्ति केटाकेटीहरूलाई चाहिँ उपयोग गर्ने किसिमको डिजाइन चाहिँ बनाएको छौँ। त्यो भनेपछि त्यसबाट चाहिँ के गर्छ भने मुस्लिमहरूको तौर तरिका जुन हुन्छ नि, जस्तो उहाँहरूले चाहिँ नि ओजु गर्ने हुन्छ, ओजु गर्ने भनेको हात खुट्टा धुने किसिमको प्रक्रिया हो, मुख धुने तरिका हो, त्यो सफा हुने किसिमको तरिका हो। त्यो भनेको स्वास्थ्यसँग जोडिन्छ भनेर त ओजु गर्नु र स्वास्थ्य पढ्नु त एउटै कुराकानी रहेछ। उहाँ त झन् व्यवहारिक गर्छ, यहाँ चाहिँ सैद्धान्तिक पढ्या रहेछ। त्यही भएर दुइटै एउटै कुराकानी हो। यस्तो खालको सामग्री चाहिँ जरुरी रहेछ। त्यो सामग्री भइदियो भने एउटा सम्भावना छ। दोस्रो सम्भावना कहाँनिर रहेछ र प्रदेश सरकारले गरेको कुरालाई मैले सम्मान किन गरेँ भने त्यो मौलवी मौलानाहरूको जुन शैक्षिक स्तर हो नि, त्यो शैक्षिक स्तर र सरकारी उसको शैक्षिक स्तर बराबरी बनाउनु पर्दो रहेछ। त्यसको निम्ति म क्रियाशील छु। विश्वविद्यालय तहसम्मकै बनाऊँ भनेर चाहिँ योजना बनाइरहेको छु। अब मलाई अलिकति बुद्धि नपुगिरहेको के हो भनेर भन्दै त्यसको बारेमा गहिरो जानकारी छैन। त्यसले गर्दाखेरि अप्ठ्यारो भएको छ। अब उलामाहरूसँग बसेर संवाद गरेर त्यो पनि 4 थरीको चिन्तक साथीहरू हुनुहुन्छ हामीसँग, विशेष गरेर मुस्लिम समुदायमा देवबन्दी छ, बरेलवी छ, अहले छ, त्यसपछि जमाते छ। यो 4 थरीका उलामाहरूलाई चाहिँ जम्मा पारेर के गरौँ त भनेर भन्यो भने त्यो पनि सम्भावना निक्लिन्छ। त्यसैले मैले के देखाएको छु भने यो साह्रै राम्रो प्रयास हो। यो प्रयासलाई अगाडि बढाउनुपर्छ भन्ने मैले चाहिँ देखाएको छु। प्रदेश नम्बर 2 को अर्को चर्चा पाएको कार्यक्रम बेटी पढाओ हैन, यो यसलाई झन् प्रभावकारी बनाउने हिसाबले गर्दा तपाईको सल्लाह र सुझाव के हुन्छ होला त? मैले चाहिँ नि यसबारेमा त्यो सर्लाहीको 4वटा पालिकामा विशेष गरेर यो हरिपुरवा र त्यसपछि गएर चाहिँ पर्सामा गएर चाहिँ हेर्न भनेर बल गर्न खोजेँ। केही साथीहरूले साह्रै राम्रो सुरु गर्नुभएको छ। यो केटीहरू निरन्तर पढ्यो भने तिमीलाई 20,000 रुपियाँ हामी चाहिँ जम्मा गरिदिन्छौँ,
तिमी चाहिँ यति पैसा जम्मा गर्न सक्छौ, त्यो पैसा हामी अहिले जम्मा गरिदियो भने तिमी 10 क्लास हुँदाखेरि तिमीलाई 1 लाख रुपियाँ हुन्छ, 2 लाख रुपियाँ हुन्छ। एउटा त्यो किसिमको बाटो केही पालिकाले सुरु गर्नुभएको छ। सलाम ठोकै, यो साह्रै राम्रो किसिमको काम हो भनेर भन्न चाहन्छु म। त्यस्तै गरेर चाहिँ अर्को कसैले साइकल दिने भन्ने किसिमको अभियान गर्नुभएको छ। सिराहातिरै एकचोटि हेर्नुभयो भने त्यो साइकल अभियान भनेर चाहिँ गरिरहेको मैले देखेको छु। त्यसले गर्दाखेरि यो राम्रो प्रक्रिया छ। र बचाओ भनेर त्यो पढाओको एउटा पाटो हो। बचाओ भनेपछि तिनीहरूको हिंसाको कुरोकानी हो, महिला हिंसाको जुन किसिमको छ उनीहरूलाई चाहिँ कहाँनिर नछुने। अस्ति मात्रै पनि म एउटा हेरिरहेको थिएँ, त्यो पिकेवाला छ नि फिल्म, त्यो फिल्मको हिरोले चाहिँ बनाइरहेको 3वटा ठाउँमा कसैले छोयो भने पनि छुन नदिनु है, छातीमा, जाङमा, पछाडि, यो 3 ठाउँमा चाहिँ छुन नदिनु। किन? अब यसरी चाहिँ गरेर सानो सानो तरिकाहरूबाट सिकाएको थियो। त्यो बच्चीहरूलाई त्यो सिकायो भने सुरक्षाको कुराकानी हुन्छ। त्यसैले सुरक्षा पनि हुन्छ, बेटी पढाओ भनेर भने अभियान पनि हुन्छ। मैले सकारात्मक देखाएको छु र मुख्यमन्त्रीसँग कुरा पनि गरेको छु, समाज विकास मन्त्रीसँग कुराकानी गरेको छु। अब यसलाई कार्यक्रमको रूपमा लैजाउँ। अहिले त नारा भयो, अब त्यसलाई कार्यक्रम बनाऊ, त्यो पनि पालिकाको कार्यक्रम बनाऊ। त्यो किसिमको अभियान चलाउन सक्यौँ भने हामी सजिलै सफल हुन्छौँ। साह्रै राम्रो चिन्तन छ। अन्त्यमा फेरि पनि प्रदेश नम्बर 2 ले आफ्नो शैक्षिक नीति तथा अन्य कार्यक्रम भनौँ शैक्षिक स्तरलाई उत्थान गर्नलाई के गर्नुपर्छ होला? मैले 2-4 कुराहरू देखाएको छु। एउटा चाहिँ आधार सिर्जना गर्नुपर्छ। आधार सिर्जना भनेर भन्नाले पाठ्यक्रमको आधार भयो, त्यसपछि गएर बहुपाठ्य पुस्तकको उपयोगको निम्ति पाठ्यपुस्तकको डिजाइनहरू भयो, त्यस्तै गरेर चाहिँ गुणस्तरको आधार भयो। त्यो गुणस्तर के हो भनेर भन्ने, मदरसामा पढोस् कि निजीमा पढोस् कि सरकारीमा पढोस्, शैक्षिक स्तर कम्तीमा बराबर हुनुपर्छ भनेर भन्ने किसिमको कुरोकानीको आधार भयो। त्यस्ता एक थरीका आधारहरू सिर्जना गर्नुपर्ने छ, जो भनेको हामी जस्ता मान्छेहरूले गर्ने सहयोगको कुरोकानी हो। त्यसपछि दोस्रो कुरोकानी के गर्नुपर्ने जस्तो देखाएको छु मैले भनेर भन्दाखेरि, यो अनुसूची 8 अन्तर्गत यो काम हो पालिकाले गर्नु स्पष्ट हुनुपर्ने भयो। अनि त्यसै अनुसूची 9 अन्तर्गत हामी तपाईँहरूसँग कसरी सहकार्य गर्न सक्छौँ भनेर चाहिँ प्रदेश सरकारले यति मात्रै निर्णय गरिदियो भने त्यसले दोस्रो किसिमको कामधन्दा गर्छ। तेस्रो चाहिँ मैले देखेको के हो भनेदेखि, अब मान्छेले केही न केही त गरिरहेछ। अहिले पनि पालिका स्तरमा व्यक्तिगत रूपमा आफ्नो प्रयासको रूपमा गरिरहेको मान्छेहरू छन्। ती मान्छेहरूले गरेको के हो भनेर चाहिँ सङ्कलन गर्ने एउटा डिजाइन, त्यो चाहिँ पोर्टल बनाएर हुन्छ कि माने पालिका के अरे प्रदेशको वेबसाइटमा पोर्टल बनाएर हुन्छ कि छुट्टै वेबसाइट बनाएर हुन्छ कि वा अहिले भएको नेपालमै भएका वेबसाइटहरूमा लगेर जोड दिएर हुन्छ कि के गर्नुपर्छ, त्यस्तो किसिमको जानकारी गर्नुपर्छ। भनेदेखि आक्रामक रूपमा जानुपर्ने चाहिँ के हो भनेदेखि प्रविधि क्लासमा अब प्रविधिको प्रयोग चाहिँ केटाकेटीले गर्न पाउनुपर्छ। त्यति गरिदियो भने मलाई लाग्छ हामी शिक्षकहरूलाई त बिस्तारै त्यो प्रविधिमा प्रयोग गर्नलाई कर लाग्ने परिवेशमा हुन्छौँ। जसरी हिजोसम्म हामी गोरु अथवा राँगा जोतेर बसेको मान्छेलाई ट्र्याक्टर आउने बित्तिकै ट्र्याक्टर समातेर जोत्ने जुन तागत हामीसँग आयो नि, प्रविधि आउने बित्तिकै प्रविधिसँग जोत्ने तागत हाम्रो शिक्षकसँग हुन्छ। त्यसलाई धकेलिदियो भने सम्भावना पर्याप्त छ। यो सब कुरा अर्थसँग जोडिन्छ र भ्रष्टाचारको कुरा यदि नल्याउँ भने कार्यक्रम अधुरो हुन्छ होला। शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी भ्रष्टाचार हुने गरेको अख्तियारकै प्रतिवेदनले जनाउँछ। प्रदेश नम्बर 2 को पनि कार्यक्रमहरू अर्थसँग नै जोडेर आउँछन्। तपाईँ एउटा शिक्षाविद हिसाबले अख्तियार शैक्षिक क्षेत्रमा माफ गर्नुहोला भ्रष्टाचार शैक्षिक क्षेत्रमा न्यूनीकरण कसरी गर्दै लैजाने होला त? हुन्छ कहाँ यो खासमा? एउटा सम्भावना मैले देखेको छु। सम्भावना कहाँनिर रहेछ भनेर भन्दाखेरि कसले कति रुपियाँ खर्च गर्यो केमा भनेर भन्ने चाहिँ लेखत गर्ने चलन जति गैर सरकारी संस्थाहरूले ठाउँ गरेर देख्छु मैले। जस्तो एउटा कार्यशाला गऱ्यो भने त्यो कार्यशालामा टोटल कति पैसा आएको थियो, खाजालाई कति, फलानालाई कति भनेर चाहिँ गरेको त्यो किसिमको देखेँ। मलाई चाहिँ यो प्रक्रिया हामीले चाहिँ जेमा पनि गरिदियौँ भने, जस्तो अब प्रविधिको प्रयोग भनेर भन्यो भने कम्प्युटर त चाहिएला। कम्प्युटर चाहियो भने कम्प्युटर किन्नु पऱ्यो भने त कम्प्युटर किन्ने कि किन्न लाउने हो, त्यति कुराकानी गर्ने हो। किन्ने भने चाहिँ भ्रष्टाचार हुन सक्ने चान्स हो। आफै किन्नुहोस् भनेर भन्ने र त्यसै गरेर चाहिँ तपाईँ किन्नुहोस्, तपाईँलाई हामी चाहिँ ऋण दिन्छौँ भनेर भन्यो भने ऋण दियो भनेर भन्दै त प्रति महिना तिर्दै जान्छ, भ्रष्टाचार त्यसै रोकिने हो। त्योदेखि बाहेक अन्त भ्रष्टाचार हुन सक्ने ठाउँ जहाँ हुन्छ यो सामग्री तपाईँले किन्नुहोस् भनेर भन्ने किसिमको अभियान चलाइदियो भनेदेखि मलाई चाहिँ भ्रष्टाचार घट्छ पनि। र पारदर्शिता अर्को पाटो हो भ्रष्टाचार नियन्त्रण गर्ने भनेर भनेको पारदर्शिता प्रमुख हो। हस्, कार्यक्रममा आउनुभयो, कुरा गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद यहाँलाई। मलाई पनि अवसर दिनुभएकोमा आभार व्यक्त गर्छु। दर्शकवृन्द, इस छल था हम रासू के साथ में
प्राध्यापक डॉक्टर विद्यानाथ कोइराला जी हिनका संगे के आई के प्राइम टाइम में शैक्षिक क्षेत्र शैक्षिक अवस्था एकर उत्थान केना क के कैल जेतै ओहि विषय में बातचीत केनो। एखन के लेल हमरा सबके समय समाप्त होइत अछि। हम सब फेर से अगला दिन अगला अतिथि के साथ में उपस्थित हेबे करब। ता धरि के लेल हमरा विदा दिया। अपन टेलीविजन देखैत रही। नमस्कार।